कहिलेकाहीँ आफ्नो इगोलाई साइडमा राखेर अनि आफ्नो मनको सुनेर काम गर्दाखेरि राम्रो हुँदो रहेछ। मैले यस्तो किन भने होला त? अल गुड गाइज, हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै र आरामै छु भन्नका साथ हजुरहरूलाई स्वागत छ मेरो डे 33 मिनट भ्लगमा। यहाँ जो हाई गरिराख्नु भएको छ, यहाँ तन्दुरवालालाई पनि यो मेरो भ्लगमा लास्ट दिन देख्दै हुनुहुन्छ, किनकि अब यहाँको पनि घरमा फ्यामिली त्यस्तै भएर घर जानुभएको छ। पुरानो भनेको मेन चाहिँ पनि म अनि पेन्ट्री र बाहिरको मान्छे मात्रै छ। अरू चाहिँ पुरानो कोही पनि हुँदैन। यो होटलमै नै कोही हुनुहुन्न। अब किचनको चाहिँ अब बाहिरको चाहिँ बाहिर नै हुनुहुन्छ। किचनको पुरानो मान्छेहरू चाहिँ 10-12 जना गइसक्यो। अब नयाँ भनेको अब आइरहन, अब धेरै भइसकेछ। नयाँ पनि अहिले चाहिँ पुरानो भनेको म अनि पेन्ट्री अनि अलराउन्डर सेफ मात्रै छौँ भित्र किचनमा। रेस्टुरेन्टमा त कोही पनि जानु भएको छैन। पनि एउटा दुईवटा गाहन के अरे बाटोमा हिँड्न लाग्यो पानीपुरीवालालाई आफ्नै होटलनिर बोलाएर पुरै कसैले आफैले पानी भरेछ, कसैले आफैले रगडा हालेछ, कसैले केही गरेछ। बिचरा सानो फुच्चेलाई परिसान गरेर हामीले पानीपुरी खायौँ, तर पैसा कसैको ठग्दैनौँ। हामीले पैसा चाहिँ सबै दियौँ है त, किनकि 10-20 रुपियाँ खाएर हामी ठुलो पनि हुने होइन नि त। त्यही भएर चाहिँ अरूको पैसा खानु पनि होइन। 10-20 रुपियाँ मात्रै होइन कि 50-60 हजारै भए पनि कसैको पैसा खाने। 2-3 दिन भ्लग बनाउन के छोडेको र भ्लगमा ध्यान नदिएको मलाई चाहिँ यो भ्लगमा बोल्न नै बिर्सिएको छु। मैले त आजभोलि मेरो भ्लगमा राम्रोसँग बोल्न नै आउँदैन। कस्तो अड्की एउटै भिडियो बनाउन मलाई 1 घन्टा लाग्छ। गरिरहेको कामलाई छोडेपछि चाहिँ अलि चाहिँ बिर्सिने जस्तो न कस्तो कस्तो हुँदो रहेछ भन्ने मलाई अब फिल भइरहेछ। तर अब मैले छोड्दैन। अब मैले कन्टिन्यू गर्छु। आजभोलि हेर्न सक्नुहुन्छ नयाँ नयाँ मान्छे आएको छन्। अनि मैले चाहिँ यस्तो किन भने होला त, इगोलाई साइडमा राखेर आफ्नो मनको सुनेर काम गर्नुपर्छ। किनकि म पुराना मान्छे सँगसँगै जोसेर अब पुरै एकदम आवेशमा आएर मैले नि काम छोडेर जान लागेको थिएँ। अहिले मेरो काम राम्रै चलिरहेको छ। न होटलमा किचकिच हुन्छ न केही हुन्छ। त्यही भएर चाहिँ मलाई राम्रो फिल भइरहेको छ। अनि अर्को ठाउँमा गएको भए त्यहाँ काम जम्ने नजम्ने के हुन्थ्यो। मैले बिचमा धेरै भड्केको थिएँ नि त। अहिले मैले धेरै पछुताएर धेरै सोचेर पुरै ओभर थिङ्किङ भएर मेरो चाहिँ टाउको दुखेर म चाहिँ हस्पिटलै जाने भएको थिएँ। त्यसपछि मैले डिसाइड लगेँ जे भयो भने जस्तो भयो भने यहीँ नै गर्छु भनेर। त्यसपछि अहिले मेरो राम्रो भइरहेको छ। कहिलेकाहीँ चाहिँ गरम दिमाग भन्दा नि ठन्डा दिमागले सोचेपछि कुनै पनि कुरा राम्रो हुँदो रहेछ। आजको लागि यति नै। भेटौँला अर्को मिनी भ्लगमा। तबसम्मको लागि बाई बाई एन्ड टेक केयर गाइज।